आज नानीलाई के कुरा सोध्नलाई आको माइतमा कसरी बच्चा जन्माको आज देशभरि चर्चा भो अमला काण्ड यो बच्चा कसको नढाँटी भन्छ बाजीले दिएको आमालाई खाएको त्यही दिनदेखि म गर्भवती भएको कहिले चाहिँ आमाला कहिले चाहिँ केरा आएर बाजीले हल्लायो बेरा हँसायो मलाई आमालाई ल्याउँदै बच्चा र बाजेको अनुहार नि एउटै यो बुढो किन मातेको हो के हो बच्चा साँच्चै बाजेको हो नमस्कार म अमला बाजे सत्य कुरा के हो बोल्नलाई थाले दुईवटा अमला गेट बाहिर राखे एउटा केरा चाहिँ भित्रै लगे केरा र अमला मात्रै हो खुवाएको कसरी होला खो यो बच्चा भएको अरू त केही पनि दिएन खासै मेरो पनि गल्ती त थिएन तँलाई बुढो मर्ने बेलामा हरियो काँक्रो खोरतिर गएको भए भेट्थ्यो नि बाख्रो अमलाले गर्दा अति भो भन नानीको उमेर कति भो 21 वर्ष पुग्यो भक्कर यो बुढो बाजीले दिइहाले ठक्कर अलिअलि मात्रै चलाएको चक्कर आमालाई बोकेर आउँछ लखर लखर अनि बाजेको उमेर भन्नु त बाजे भुजुक्कै भएर बस्याछ लाजले उही उमेर त भक्कर 80 म त 32 सालमै बनाएको खसी मेरो ठुट्टे कलमबाट आउँदैन मसी जिस्काको मात्रै हो छेउमा बसी तर यो कुरा हामीले लुकाउनु पर्छ मलाई नि हल्का समाजको डर छ थाहा पायो भने मलाई बुढीले मार्छ कति चाहियो भन बरु सुत्केरी खर्च